हेलो गाइज वेलकम टु मुसे ब्लग एन्ड वेलकम टु न्यू एपिसोड। मैले चाहिँ फेरि पनि एउटा भिडियो लिएर आइसकेको छु। आज चाहिँ मेरो होइन काममा बिदा भएको हुनाले अब एक्लै कहाँ घुम्न जानु होइन, घुम्न पनि अलि त्यस्तै पऱ्यो, मौसमले जाँदा अलि जाडो जाडो बन्छ बाहिर। सो अनि म चाहिँ फेरि एक्लै छु क्या, अनि कन्टेन्ट चाहिँ खासै केही नपाएको हुनाले अब जो भयो भने गरिदिउँ भनेर आज चाहिँ एउटा नयाँ भिडियो लिएर आइसकेको छु, जुन यस प्रकारको रहेको छ। सबैले हेर्नु होला, सबैले माया गर्नु होला, हेर्न चाहिँ नभुल्नु, अनि सब्सक्राइब गरिदिनुहोस् नयाँ हुनेहरूले, र अनि लाइक कमेन्ट सेयर चाहिँ गर्न नभुल्नु होला है त गाइज। सो लेट्स गइहालौँ। अब गइसकेपछि के भन्दाखेरि चाहिँ आज चाहिँ मैले आफ्नो रुम सफा गर्ने भिडियो बनाउन आँटेको छु। सो हाम्रो रुमको हालत के छ हेर्नु होला है त। यस्तो छ, यहाँ छ लुगा झुन्डाउने, तर होइन लुगा चाहिँ झुन्डिरहेछ, तर यस्तरी झुन्डिरहेछ। अनि यता छ यहाँ टेबल, यस्तो छ, यहाँ कपडा त्यहाँ राखेको छ। अनि यो टेबलमा यस्तो है, यो सब यति चाहिँ मैले यो मिलाएर राखेको थिएँ, तर साथीहरूले के गरिदिन्छ ब्याग यस्तामा होइन, कपडा राख्ने ठाउँमा यस्तो छ, अनि कुर्सीमा धरि यस्तो। जुत्ताको त कुरै नगरौँ हेर्नु होइन, त्यता छ जुत्ता, त्यो बोतल है खाएर फाल्दैन यस्तो छन् क्या हाम्रो साथीहरू, खान्छ। अनि यहाँ यता पनि थियो होला सायद, मैले फालिदिएको। यहाँ हेर्नुपर्छ कति खान्छ भनेर। यो सब चिया नै चिया हो। यो चिया यति खान्छ नि, अहिले त झन् जाडो लागिसक्यो होइन, चिया बोकेर आउँछ। चिया यति खान्छ। अनि यो जुसको डब्बै यो खान्छ, फाल्न पर्छ भन्ने थाहा छैन कि यिनीहरूलाई। अब यहाँ कोका कोलाको त दुईवटा छ त्यहाँ, अब पानीको यता ब्याग राख्नु पर्ने, ब्यागमा के गरेछ हेर, मोजा सुकेन भनेर ब्यागमाथि मोजा सुकाउँछ, यस्ता छन्। अब यहाँ ल हेर्नु चियाको यस्ता फाल्नुपर्ने, अब के गर्ने। अब उनीहरू काममा हिँड्छ, आफू यस्तो अब बेडको हालत त देखिहाल्नुभयो, भन्नै पर्दैन यसको बारे। सब एकदम कोठाको त एकदम बेहाल छ क्या, कोठाको त बेहाल। म कोठा भए त यिनीहरूले त लाता लहटिसक्थ्यो उहिले होइन, के गर्नु। अब यस्तै छ। आज चाहिँ अब सफा हानिदिनु पऱ्यो। अब बिदानी काममा त बिदानी छ, काममा अब सुत्नु मन लागिसक्यो, सुत्न त, तर अब सुत्नु भन्दा नि यस्तोमा त सुतेर बस्न त सकिन्न, मनले मान्दैन क्या। यस्तो देखि गाह्रो छ। अब यो चाहिँ सफा हानिदिनु पऱ्यो भनेर लागेको, तर अब मैले चाहिँ सफा हानिदिन्छु होइन। हेर्नु है त बिफोर र आफ्टरमा के फरक हुन्छ त होइन। यो अहिले कस्तो छ हालत, र पछि यो बनिसकेपछि मिलाइसकेपछि कस्तो चाहिँ हुन्छ, त्यो तपाईँहरूले गर्नु है त, हेर्नु है त कस्तो हुन्छ, कमेन्ट गरिदिनु है त। सो फाइनली मैले चाहिँ क्यामेराको एङ्गल यसो मिलाइसकेँ। अब यहाँबाट चाहिँ मैले सफा हान्न आँट्दैछु। सब यहाँ यो यस्तो यता हेर्न सक्नुहुन्छ सब होइन, जताततै छ देखिहाल्नु भयो अघि। टक्क अब मैले चाहिँ क्यामेरा एङ्गल मिलाएर अब टक्क हानिहालेँ है त।
सो फाइनली गाइज मैले चाहिँ आफ्नो रुम सफा गरेर भ्याइसकेको छु के तपाईहरुले नि रुम सफा गर्नुभयो त गर्नु भएको छैन भने खुरुक्क गरिहाल्नुस् अहिले भर्खर गरिहाल गर के हेरिरहने हैन भिडियो त हेर कि तर कोठा पनि सफा गर्ने गर के कहिले काहीँ हेर्ने मात्रै होइन टक्क जाने रुम सफा गर्ने मेरो चाहिँ रुम यहाँ यस्तो बवाल भएको हेरिरहेछ अनि आफ्नो चाहिँ यहाँ कुकुरको गुण भन्दा नि खतरा बनाउने होइन जाने रुम सफा गर्ने त्यो पनि मेरो भिडियोबाट सिक्ने त्यहाँ केही कुरा हैन सो एनीवन जस्ट जोक है गर्नुस् तपाईहरुले पनि गर्नुपर्छ रुम सफा चाहिँ अब यस्तै हो गर्नु त परेको आफै बस्ने रुम आफैले सफा नगरे कसले गरिदिन्छ साथी भन्छ तर साथीले गर्ला भन्ने उले मैले गर्छ होला भन्ने मैले साथीले गर्छ होला भन्ने गर्यो भने त उयो खोलित्ता सबै उस्तै जस्ताको जस्तै उलाई मतलब हुन्न उले गर्छ भन्छ उयो बरु आफै तात्तिने हैन यस्तोमा चाहिँ पछि हट्नु हुन्न आफैलाई फाइदा हुन्छ चिज हो सो मैले चाहिँ अहिले टक्कला सब मिलाइसकेँ हैन अब जस्तो होस् यतिको जाँगर चल्यो राम्रै भयो भनौँ नत्र अहिले कहाँ गुडुल्केर सुतिसिया हुन्थेँ म यतिका चाहिँ जाँगर चल्यो सो अब म तपाईहरुलाई देखाउँछु हैन पहिला कस्तो थियो
अहिले कस्तो छ हेर्नु है त। फाइनल मैले चाहिँ रुम सफा गरिसकेँ। ल टक्क हेर्न सक्नुहुन्छ। अहिले त्यो टेबलभरि होइन के थियो अहिले यस्तो सफा छ होइन। टेबलको मुनि टक्क यसरी मिलाएर राखेको छौँ। कुर्सी यहाँ छ, कुर्सीको माथि अहिले कपडा यति कपडा थियो नि घिन लाग्थ्यो कि यहाँ। सो यस्तो अहिले चाहिँ टक्क मिलिसकेको छ। अब यहाँ देख्नुहुन्थ्यो है त्यहाँ कति भरिरहेको थियो, त्यो भरिएको थियो। त्यो मैले सब क्लियर हान्ने, बोतल सोतल पनि थियो टक्क। अनि यहाँ चप्पल जुत्ता टक्क यहाँ छ, चप्पल यहाँ छ। जुत्ता चाहिँ हाम्रो खाटमुनि राख्ने चलन छ होइन। त्यो चाहिँ नयाँ नै हो, पुरानो अलि डेली लाउने चाहिँ उता बाहिर राखिन्छ। यो चाहिँ टक्क यहाँ हो। यो सर्लक्क मिलाएर राखेको छु अहिले चाहिँ। नत्र यहाँ अहिले छिरल यो खाली भएको ठाउँतिर पुरै छिरलो थियो होइन। अनि कुर्सीको भइगयो कुरो। अनि आयो कपडा, यहाँ 3-4वटा झुन्डिरहेको थियो। यसमा चाहिँ टक्क मैले मिलाएर यो तौलिया राखिदिएँ। अनि माथि क्यापस्याप माथिको झुन्डाइदिएँ। अनि टक्क यहाँ यो ब्याग माथि मोजा सोजा झुन्डाएर राखिरहेको थियो, यो यहाँ राखिदिएँ। अनि यो एउटा जुत्ता चाहिँ किन भन्नुहुन्छ भने यो चाहिँ छालाको जुत्ता हो। सो पानी पर्नुहुन्न नि त, त्यो भएर यसलाई यसमा सर्लक्क राखिदिएँ। यहाँ चाहिँ मैले टक्क मिलाएँ सब। यो भत्काएर हैरान थियो। यो पन्जा चाहिँ अहिलेलाई यहीँ होस्। यो चाहिँ अहिले सफा गर्दा लगाएको, यसलाई धोएर अहिले धोइ पखाली गर्नुपर्छ। ब्याग अहिले त्यहाँ दुइटै खापाखाप गरेको थियो, अहिले एउटा यता छ। त्यो पनि मिल्यो। अब कपडा हेर्नुहुन्छ भने खासै राम्रो तालले चाहिँ मिलाएको छैन मैले होइन। कपडा मिलाउनु चाहिँ झ्याउ लाग्छ क्या। अहिले मिलायो, अहिले केटाहरू आउँछ यो झिक चाहिँ त्यो लाउँछ, अनि त्यो झिक चाहिँ यतापट्टिको खोल्छ, त्यस्तै हो। खोलिदिन्छ अर्को लाउँछ अनि फेरि उस्टे बनाइन्छ। सो कपडा चाहिँ मैले त्यति राम्रो मिलाएको थिएन, मिला छैन भनौँ। अघि त यतिको पनि थिएन नि, कहाँ हुनु। अहिले त पुरै झुन्डिरहेको थियो, कोही कता कोचिरहेको थियो, कोही फालिदिरहेको थियो। अहिले चाहिँ जे होस् हेर्न हुने छ रुम। अब यो बेडको त पुरै गर्नु पर्न। एक सालमा सर्लक्क हेर्दाखेरि अहिले चाहिँ रुम हेर्न हुने छ भनौँ होइन। अब यता त यो फ्रिजहरूमा त के मिलाउनु पर्ने भयो र। यतिकै हेर्दा ठिकै छ रुम अहिले चाहिँ टक्क होइन मिलिएको छ। अब त्यो के अरे ब्ल्याङ्केट भने त अब बेलुका उड्न परिहाल्छ, त्यो मिलाएर किन राख्ने हो र। त्यो अब सबैको दिमागमा त्यही आउँछ होइन। मैले पनि त्यही भएर राख्दिनँ। त्यो चाहिँ अब आफ्नो गर्छ भनेर हो। म चाहिँ माथि सुत्छु, साथी तल सुत्छ। सो माथि चाहिँ त्यति बिग्रिया पनि छैन। त्यो ब्ल्याङ्केट चाहिँ त्यस्तै हो। तल चाहिँ ब्ल्याङ्केट हल्का मिला जस्तो चाहिँ छ, तर मिलेको चाहिँ होइन है, त्यो पट्या हो आफै। सो सर्लक्क हेर्दाखेरि अहिले चाहिँ रुम हल्का हेर्न हुने छ है। यसरी हेर्दा ठिकै छ। अब केटाहरू बेलुका आउँछ अनि सब चकेत पर्छ, ओ साथी यार तिमीले त हान्नेछौ भनेर होइन। या अब नाखुलाइदिन्छ क्या मेरो टक्क। अनि फेरि भोलिपल्ट उस्तै बनाइदिइहाल्छ। सो तपाईँहरू पनि रुम सफा चाहिँ गर्नु होला होइन।